Spartans never retreat. Spartans never surrender. And by Spartan law, we will stand and fight. Right, left, then left, right. I seen him stutter word. He didn't duck and got stuck with your uppercut. Now hear the crowd screaming. It's like they feeding. Oh, don't you love how that black man scream? We keep it real. Tell Holyfield he next in line. Hello and namaste everyone. Welcome to yet another episode of Connect Nation, represented by YINA. Now YINA stands for Young Entrepreneurs of Nepal in Australia. है त्यसै गरी हाम्रो एकदमै मोस्ट अवेटेड गेस्ट तपाईहरुलाई म इन्ट्रोडक्सन दिन चाहन्छु. आई थिंक इन्ट्रोडक्सन पनि त्यस्तो जरुरत त छ जस्तो लागेन, बट स्टिल जगजित दाइ प्लिज हजुरको सानो इन्ट्रोडक्सन एउटा दिदिनुस् न. नमस्ते, मेरो नाम चाहिँ जगजित श्रेष्ठ हैन. म चाहिँ फर्मर नेपाल इन्टरनेसनल नेपालको नेसनल टिमबाट खेले पहिला चाहिँ, अनि यता आएर नि फुटबल खेलिरहेको छु. अनि यहाँ कामसाम पनि गर्छु हैन. अनि 2 वर्ष भयो नेपालीको लागि चाहिँ मैले एकाडेमी स्टार्ट गरेको छु हैन. त्यही हो अहिले चाहिँ एकाडेमी. हजुर, दाइको लागि मेरो फर्स्ट प्रश्न मेरो मनदेखि है, अहिले अब जति पनि भाइ बहिनीहरू आज हामीले खेलेको देख्यौँ हैन, आज उहाँहरू खेलेको अहिले जाँदाखेरि घर फर्किँदाखेरि तपाईलाई कस्तो फिल हुन्छ? आई थिंक मैले चाहिँ उनीहरूको टाइम वेस्ट गरिन जस्तो लाग्छ हैन, स्पेशली अभिभावकहरूको. अनि हामी विकेन्डमा प्राय ट्रेनिङ गर्छौँ एडलेटमा चाहिँ हैन. अनि त्यो अभिभावकहरूले चाहिँ अलिकति धेरै आश गरेर मौका ल्याउनु भएको छ हैन. हजुर हजुर, जाँदाखेरि चाहिँ जस मैले उहाँहरूको समय चाहिँ भनौँ न लाई चाहिँ अलिक सार्थकता दिए जस्तो लाग्छ हैन. अनि जस बच्चाहरूलाई इम्प्रुभ गराए जस्तो लाग्छ हैन. हजुर, त्यही हो. म जस आत्मसन्तुष्ट चाहिँ एकदम फिल हुन्छ. तपाईले सुरुमा एकजना आउनु भएको भाइ बहिनीहरुमा तपाईले हेर्ने तपाईले के हेर्नुहुन्छ भाइ बहिनीमा सुरुमा? अब त्यस्तो भनौँ न अलिकति टाठो हैन, अलिकति एथलेटिक भयो भने चाहिँ मलाई काम गर्न सजिलो हुन्छ हैन. मैले चाहिँ त्यही हेर्छु मेन चाहिँ हैन. तर अब के अरे अस्ट्रेलियामा चाहिँ खासै अब त्यस्तो अलिक पाइँदैन हैन बच्चाहरू. अनि त्यही भएर सुरुमा चाहिँ बच्चाहरूलाई कसरी एक्टिभ बनाउने हैन, कसरी अलिक टाठो बनाउने, कसरी अब उनीहरूको एजिलिटीहरुमा स्पिड स्ट्रेन्थहरुमा काम गर्ने सुरुमा चाहिँ त्यो हेर्छु हैन. अब बलसँगै गराउँछु प्राय ड्रिलहरु हैन. अनि त्यसले गर्दा चाहिँ बलसँग पनि उनीहरूको टेक्निकल कुरा नै इम्प्रुभ त भइहाल्छ हैन. तर विशेष चाहिँ तिमीले भन्नुपर्दा चाहिँ विशेष चाहिँ हेर्ने चीज चाहिँ उनीहरूको भनौँ न फिजिकल त्यसमै हेर्नु परिरहेछ के मैले अहिले चाहिँ यहाँ. हजुर, मान्छेहरुमा मैले गर्दै जाँदा हैन. अनि हजुरले चाहिँ बच्चाहरूलाई चाहिँ आर्मी ट्रेनिङ गराएको जस्तो गराउनुहुन्छ भन्ने चाहिँ आएको छ हैन. त्यसमा मैले आज जति पनि भाइ बहिनीहरूसँग मैले पर्सनली बोले उहाँहरूले पनि त्यही भन्नुभयो, बट दे आर ह्याप्पी द्याट दे आर गेटिङ द ट्रेनिङ अफ दिस लेभल हैन. अनि उहाँहरूले चाहिँ बच्चाहरूलाई ठुलो मान्छे जस्तो ट्रिट गर्नुहुन्छ, अनि आर्मी ट्रेनिङ गराए जस्तो गर्नुहुन्छ, घर आउँदाखेरि बच्चा एकदमै फटिग हुन्छ भन्ने कुराहरू चाहिँ आएको थियो. त्यसमा के भन्न चाहनुहुन्छ? अब यस्तो हो के अरे आर्मीले कहिले पनि फुटबलसँग ट्रेनिङ गर्दैन हैन. तपाईहरुलाई थाहा छ यो बन्दुक गोलासोला बोकेर बुटसुट लाएर त्यो गर्छ हैन. अब तर अब कस्तो हुन्छ नि फुटबल अलिकति इन्टेन्सिटीको कुरा गर्नुभयो होला प्यारेन्ट्सहरूले हैन. अब यो जति इन्टेन्सिटीमा मैले ड्रिलहरू गराउँछु हैन त्यो पनि जहाँसम्म लाग्छ कम हो के. जुन प्रोफेसनल फुटबललाई हामीले हेर्यो भने हैन त्यो बच्चाहरूलाई चाहिँ पछि प्रोफेसनल फुटबल खेलाउने भनेर हामीले सोच्यो भने जुन इन्टेन्सिटीमा हामी काम गरिरहेछ, जुन इन्टेन्सिटीमा यिनीहरूले ड्रिलहरू गर्छ कुद्छ हैन, त्यो स्टिल कमै छ कि हैन बच्चाहरूको एज हेरी हैन. अब प्राय बच्चाहरू मसँग 9, 10, 11, 12 वर्षको बच्चाहरू छ हैन. अब उनीहरूको त्यो स्पिड स्ट्रेन्थ र उनीहरूको भनौँ न इन्टेन्सिटी हेर्ने बलसँग विदाउट बलसँग हेर्दाखेरि हैन अहिले पनि बच्चाहरू धेरै पछाडि छन् के हैन. अब त्यही भएर अब त्यो मैले चाहिँ संसारको अरू बच्चाहरूसँग कम्पिट गराउनलाई रेडी गरे हो नि त हाम्रो बच्चाहरू हैन. अब यही हाम्रो लोकली मात्र खेल्ने अलिकति रमाइलो भन्ने कुराले होइन हैन. मेरो पनि एउटा ड्रिम छ हैन, प्यारेन्ट्सहरूको पनि एउटा ड्रिम छ हैन, बच्चाहरूको पनि ड्रिम छ हैन. तर त्यो ड्रिमसम्म पुग्नलाई चाहिँ अब गाह्रै हुन्छ नि त हैन. अब गाह्रो एउटा चिजको सुरुवाती फेसमा छौँ हामी हैन. हामी म बच्चा र अभिभावक हैन. त्यही भएर उहाँलाई अलिकति यो अक्वर्ड लाग्यो हो हैन. तर जति पनि बच्चाहरू अहिले मसँग छ उनीहरू त प्राय 5-6 घण्टा मजाले ड्रिल गरेर जान्छ, ह्याप्पी नै भएर जान्छ हैन. त्यही भएर यसमा चाहिँ जहाँसम्म लाग्छ बिस्तारै प्यारेन्ट्सहरूले बुझ्नुहुन्छ हैन र बच्चाहरूले बिस्तारै बुझि नै रहेछन् हैन. र मैले चाहिँ त्यही हो मैले त काम गर्न चाहेको मात्र हो हैन.
भनौँ न आई हेभ टु लु के अरे चेक एभ्रिथिङ उनीहरूले के अरे स्न्याक्सहरू ल्याएको सबै खाएको छ कि छैन हाइड्रेट छ कि छैन होइन अनि अब के अरे बिरामी छ कि छैन कहिलेकाहीँ बिरामी पनि भइरहेको हुन्छ बच्चाहरू होइन अब जस इन जेनरल वेलबिङदेखि लिएर होइन उनीहरूको सेफ्टीदेखि लिएर फुटबल डेभलपमेन्टदेखि लिएर आई हेभ टु चेक एभ्रिथिङ अब त्यही विश्वास गरेरै प्यारेन्ट्सहरूले भनौँ न 4-5 घन्टा के अरे छोडेर जानुहुन्छ कति प्यारेन्ट्सहरू काममा होइन अब जस त्यो कुरामा चाहिँ आज मैले देखेको मध्ये मलाई एकदमै हार्ट वार्मिङ कुरा चाहिँ एउटा के भने तपाईँ हाम्रो भाउजूले पनि तपाईँलाई एकदमै सपोर्ट गर्नुहुँदो रहेछ कि हाउ डु यु फिल अबाउट द्याट अब यो कति प्यारेन्ट्सले चाहिँ बच्चाहरू धेरै भयो अनि एक्स्ट्रा कोच चाहियो भने कि अनि अब मैले चाहिँ फुटबल त्यसमा यसो विश्वास गर्न लायकको मान्छे खासै र मसँग काम गर्न सक्ने मान्छे खासै मैले भेटाएको छैन होइन अब इभन मेरो बुढी मेरो मिसेस पनि अलिकति कहिलेकाहीँ रिसाउँछ कि मसँग अलिकति त्यो भनेर होइन तर अब एटलिस्ट अब हामी घरको कुरा घरमै त रहन्छ नि हामी एटलिस्ट अब यो यसरी सँगै काम गर्दा चाहिँ लङ टाइमसम्म हामीले सँगै काम गर्न सक्छौँ होइन अनि त्यो भने हामीले भनौँ न के अरे बच्चाहरूको डेभलपमेन्टमा नि राम्रोसित काम गर्न सक्छौँ भनेर नै मैले उसलाई ल्याएको ओके लास्ट क्वेसन अब जगजित दाइलाई मलाई एकदम मन पर्यो यो कुरा चाहिँ के द फ्याक्ट द्याट यो वाइफ हेल्प्स यु सो लाइक सोलेसली क्या एकदमै राम्रो गरी होइन तपाईँ खुसी हुनुहुन्छ खुसी छु अलिकति एक्सप्लेन गर्नुहुन्छ लाइक तपाईँले आजसम्म जस्तै कि तपाईँ एउटा राष्ट्रिय फुटबल प्लेयरदेखि आजसम्म यहाँ आएर तपाईँले यसरी नानीहरूलाई सिकाइरहनु भएको छ आफ्नो खुबीहरू सबै होइन त्यसमा तपाईँलाई व्यक्त गर्नु पर्दाखेरि चाहिँ कसरी व्यक्त गर्नुहुन्छ होला व्यक्त खासै खुसी व्यक्त गर्ने भन्दा पनि अलिकति के अरे प्रक्रियागत कुरा त्यो अवस्थामा छ कि अलिकति बिउ रोपेको त्यसमा होइन अनि त्यही के अरे मलाई आशा चाहिँ छ होइन मेरो काममा मेरो भनौँ न मेरो इन्टेन्सनमा होइन मेरो जोस जागरमा मलाई विश्वास चाहिँ छ होइन तर अब भनौँ न अहिले नै कस्तो महसुस गर्छु भनेर चाहिँ मलाई अलिक भन्न गाह्रै छ होइन म एकदम हामीले फ्युचरमा चाहिँ देख्छौँ 100% थ्याङ्क यू सो मच फर यर टाइम जगजित दाइ थ्याङ्क यू भाइ